मैले पहिल्यै भन्दै आएको थिएँ क्या, यो श्रम संस्कृति पार्टी पुरानो पार्टीबाट सञ्चालित छ के, एमाले काङ्ग्रेसबाट सञ्चालित छ भने होइन। नपत्ता यो भिडियो हेर्नुहोस् त। तपाईको एमाले काङ्ग्रेस माओवादी भनेको श्रम संस्कृति पार्टी हो। अब पनि नझुक्किनु होला। हाम्रो झुक्किएन, प्रतिस्पर्धा बिल्कुल एमाले काङ्ग्रेस झुक्किने त कुरै माओवादी छैन। होइन। प्रतिस्पर्धा चाइना, अमेरिका र युरोपसँग हुनेछ। त्यसैले पनि जन काङ्ग्रेस माओवादीमा आस्था राखेर त्यो सिद्धान्तलाई, त्यो विचारलाई चाहिँ समर्पित भएर अझै पनि पार्टीमा आबद्ध हुनुहुन्छ, म कृपया गरेर यही सभा मार्फत तपाईहरूलाई पनि आमन्त्रण गर्न चाहन्छु। अब तपाईको एमाले काङ्ग्रेस माओवादी भनेको श्रम संस्कृति पार्टी हो। अब पनि नझुक्किनु होला। कृपया गरेर यो सभा मार्फत म जति पनि मार्क्सवाद, कम्युनिस्ट र लेनिनवादको सिद्धान्त बोकेर अझै पनि एमाले काङ्ग्रेस माओवादीमा हुनुहुन्छ, त्यो सिद्धान्तलाई व्यवहारमा उतार्ने काम श्रम संस्कृति पार्टीले गर्नेछ। त्यही भएर म यो सभा मार्फत पुनः एकपटक तपाईहरू सबैजनालाई आउनुहोस्, हातेमाले गरेर अगाडि बढ्नको लागि पनि। यिनीहरूको विरोध भनेकै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्रै हो के। अब उनीहरू भनिसके त होइन। अब यसमा चाहिँ अब हर्कबादका होइन श्रम संस्कृति पार्टीका मान्छेले के भन्छन् उस्तै पऱ्यो नि। यो भिडियो एआईबाट बनाएको भन्न बेर लाउँदैनन् क्या। मैले पहिल्यैबाट भन्दै आएको छु क्या, यो श्रम संस्कृति पार्टी भनेको एमाले काङ्ग्रेसबाटै सञ्चालित छ क्या। यत्रोको पार्टीमा बोल्दै बोल्दैन भनिदियो त यहाँ चाहिँ आयो त भिडियो। अब के बोल्छन् फेरि। अब माटोलाई माटोमा मिलाएर छाड्ने भने केही समर्थक होइन, उनीहरू केही मान्छे हुन् क्या। के भन्नु, हाँसो मात्र लाग्छ। गोलमाल हे भाइ, गोलमाल हे। हाँसौँ न। खडाङ 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 खडाङ।